राज्यको हरेक निकायमा व्यथिति अनियमितता र भ्रष्टाचार बढ्दो छ। जहाँ सरकार छ त्यहाँ भ्रष्टाचार छ। भ्रष्टाचार र राज्य एक पर्यायवाची नाम बनेको छ। प्रधानमन्त्री भन्नुहुन्छ भ्रष्टाचार गर्दिन, भ्रष्टाचार गर्न पनि दिन्न। तर उहाँकै मातहतमा रहेको राजस्व अनुसन्धान आयोग, सम्पत्ति शुद्धिकरण विभाग लगायतका विभागहरूले सम्पत्ति आर्जन गर्ने व्यक्ति, अवैध सम्पत्ति आर्जन गर्ने व्यक्तिहरूलाई तर्साउने, धम्काउने र असुली काममा लागेको हामी हेर्छौँ। प्रधानमन्त्रीले भन्नुहुन्छ प्रधानमन्त्री कार्यालय एक्सिलेन्स सेन्टर हो, तर मुख्य सचिवकै नेतृत्वमा सचिवहरूको समूहले आफ्नो स्वार्थ अनुसारको कानुन बनाउन नेताहरू गर्न धाइरहेको हामी हेर्छौँ। प्रधानमन्त्रीले भन्नुहुन्छ समृद्ध नेपाल बनाउँछौँ, तर नेपाल ग्रे लिस्टमा पर्छ। नेपालको पुँजी विदेशमा लैजाने खेलमा लाग्नुहुन्छ, सरकार नै लागेको हामी हेर्छौँ। प्रधानमन्त्री भन्नुहुन्छ सुशासन ल्याउँछु, तर 2 दलीय संयन्त्रको अभ्यास हामी हेर्छौँ। प्रधानमन्त्रीले भन्नुहुन्छ म जनताप्रति उत्तरदायी नै छु। आज छलफल प्रधानमन्त्रीकै विषयमा, प्रधानमन्त्री कार्यालयकै विषयमा छलफल चलिरहेछ, तर यहाँ सम्मानीय प्रधानमन्त्री हुनुहुन्न। संसदलाई कुन हैसियतमा राख्नुभएको छ, संसदलाई कुन महत्त्व दिनुभएछ भन्ने कुरा उहाँ नेपालमै हुनुहुन्छ र नेपालको काठमाडौँमै हुनुहुन्छ र आजको छलफलमा उहाँ आउनुभएको छैन। भनेपछि यो बजेटको महत्त्वलाई उहाँ कसरी बुझ्नुभयो? जनताको, जनप्रतिनिधिको यो सर्वोच्च संस्थालाई कसरी बुझ्नुभयो? संसदलाई जवाब नदिने जन उत्तरदायी। उहाँले भन्नुहुन्छ म जनताको झोले हो, तर क्याप्चरको कुरा गर्नुहुन्छ। एकातिर भन्नुहुन्छ म लोकतन्त्रप्रति प्रतिबद्ध छु, लोकतन्त्रको लागि लडेको छु, तर जनादेश विपरीत सरकार बनाउनुहुन्छ। एकातिर भन्नुहुन्छ म राष्ट्रवादी हुँ, तर विदेशीलाई नागरिकता दिने प्रावधान बनाउनुहुन्छ। यो जो तमासा भइरहेछ भन्ने एउटा, गर्ने एउटा, व्यवहारमा एउटा, काममा एउटा, यसरी छदम भेसी माहौलले देशलाई कहाँ लान्छ भन्ने प्रश्न गर्न चाहन्छु। आज हामी हेरिरहेछौँ हाम्रा उद्योगहरू बन्द भइरहेछन्, व्यवसायहरू चौपट छ, व्यापारहरू लथालिङ्छन्। हिजो एउटा पसलमा 50,000 बिक्री हुने ठाउँ 25,000मा घटिसक्यो। सटरहरू बन्द भइरहेछ। एउटै कारण छ, कर आतङ्क। सरकार पछि सरकारको, कर पछि कर आतङ्क छ, जसको कारण उत्पादन महँगो भयो र हाम्रो अर्थतन्त्र ड्यामेज भयो। नेपालका पुँजीहरू जगेर्ना गर्नु पर्थ्यो, नेपालले उद्यमीहरूलाई बचाउनु पर्थ्यो, तर नेपालका पुँजी विदेशमा लैजाने, विदेश पलायनको लागि हामी सहायता गर्ने बजेट ल्याएका छौँ भनेपछि हाम्रो अर्थतन्त्र कहाँ पुग्छ भन्ने प्रश्न गर्न चाहन्छु। म माननीय अर्थमन्त्रीजीलाई भन्न चाहन्छु, हामी ग्रे लिस्टमा परेका छौँ। तपाईँले टार्गेट गरेको राजस्व उठिरहेको छैन। यही 60को पहिलो सत्ताकै रेकर्ड लिनु भने 72% राजस्व उठेको छ। पुँजीगत खर्च जम्मा 42% भएको छ। कुनै बेला 7.7 आर्थिक वृद्धि दर अहिले 4.6 मा झरेको छ। तपाईँले टार्गेट गरेको ऋण